रवि दाईलाई वेलकम गर्न खोजिरहेको थिएँ। एकजना साथीलाई पनि भेटेँ, एकजना आन्टीलाई पनि भेटेँ होइन। अनि यति छिट्टै साथी बन्नुभएको कि उहाँहरू चाहिँ तिमी त कति बोलिराख्ने रहेछौ भनेर उहाँहरूले झन् छिटो साथी बनिहालेँ म चाहिँ। अनि म चाहिँ झन्डा हल्लाउँदैछु अनि म ठ्याक्क त्यहाँनिर अगाडिनिर म यताउता फुल किन्न गएँ, फुल पनि पाइनँ। फेरि ठ्याक्क दिउँसोको बेला थियो नि त, 3 बजेको बेला। साथी भेटेँ, साथी भन्दा पनि माताजी भेटेँ। उहाँ चाहिँ एकदम जान्ने हुनुहुँदो रहेछ अनि उहाँ चाहिँ मलाई कुरा गर्दै हुनुहुन्थ्यो। अनि हामी साथी बनेर पछि पनि भेटौँला है भनेर हुनुहुन्थ्यो। तर भाग्यवश मैले उहाँको चाहिँ ठ्याक्क नम्बर लिनै बिर्सिएँ कि। अब ठ्याक्कै सबजना रवि दाई आउनुभयो भन्नुहुन्छ। अनि यति धेरै पत्रकार दाईहरू पनि आउनुभएको थियो। अनि लास्ट रमाइलो चाहिँ रमाइलो भएको थियो। म चाहिँ अनि खुसी भएर पनि होला एकदम झन्डा हल्लाएको थिएँ। अनि सबैजना भन्दै हुनुहुन्थ्यो त्यहाँनिर यो बहिनी चाहिँ लास्टै ठुलो कार्यकर्ता हो कि क्या हो भनेर जिस्काउँदै हुनुहुन्थ्यो। अनि मलाई चाहिँ एकदम खुसी लागिरहेको थियो। तर पनि बाजा किन बज्छ त नि? हामीलाई त बिहेमा त बजाउन पाइएन। भन्नु होला नि, कहाँ बजाउन पाउनु त? पानी परे 9 दिनसम्म झरी परेको। डाडु पनि चाट्नु होला दुवैजनाले। डाडु त चाट्नु होला नि, कुराउनी मिठो लाग्छ आफूलाई। कुराउनी मिलाउनी भनेपछि मिलाउनु त मलाई पनि मनपर्छ। कुराउनी पनि त्यस्तै। दुधको आइटम त लास्टै मनपर्छ। पूरा भिडियो बाहिर हाल्न हेलमेट खोलिदिनु न, हामी त देख्दैनौँ हो जसमा त्यही पनि। अब आउन चाहिँ कसरी हो? यहाँबाट यता उत्रिने कसरी हो? अहिले उत्रिने कसरी हो? होइन नि, पुरा ट्याक्स हो। ठाउँ सानो रहेछ क्या है।
होचो मान्छेलाई त पछाडि नौ कहाँबाट देख्नु न पछाडि अब त के भयो यो अनि हामी चाहिँ त्यहाँबाट च्याप्पिँदै अगाडिसम्म पुग्यौँ। अनि अगाडि बढाउनै जान चाहिँ पाइन्छ जस्तो लागेको थिएन, तर च्याप्पिँदै हिँड्यौँ हामी। भित्रका बाहिर निस्कियो नि बाहिरका भित्र जान्छ भने मान्छेले गाडी हुन्छ खिचेर फेरि आवाज सुनिएन अभिसम्म बनाएको छ अब अनि म चाहिँ एकदम सिच्याएँ कराएँ खुसी भएर होइन। अनि एकदम अब म चाहिँ झन् होचो भयो नि त नदेखेर सब मान्छेको टाउकोमा चाहिँ आइरहेको थियो। अनि अगाडि अग्लो मान्छेहरू चाहिँ देखेन नि त, अनि त्यस्तो भइरहेको थियो। तर एकदम खुसी लागेको थियो। रवि दाइलाई चाहिँ भएकोमा नजिकबाट भेट्न पाएँ, नजिकबाट रवि दाइलाई भेट्न पाएँ अनि खुसी लागेको थियो धेरै नै। अनि एकदम धेरै उगुल्थ्यो, च्याप्पिँदै गयौँ। अनि एकजना उहाँ भाइ भनौँ कि दाइ भनौँ भित्र बसेर उहाँ चाहिँ ठ्याक्क क्यामेरा गर्दै हुनुहुन्थ्यो। यस्तै हो, यसै गरेर हामी चाहिँ रवि दाइलाई भेटेर भनौँ कि सम्मान गरेर अनि रवि दाइलाई त्यहाँ कार्यालयमा रवि दाइ आउनुभएको हेरेर हामी फर्क्यौँ। मलाई चाहिँ एकदम खुसी लाग्यो। बाई हामी साथमा छौँ। यतिको नबोले